उहाँ त कतारमा दिनभरि घाममा पोलिएर काम गर्दै हुनुहुन्छ। अनि यहाँ तिमी रमाइलो गर्दैछौ। पहिला त डर लाग्थ्यो, अहिले त बानी जस्तै भइसक्यो। उहाँलाई के थाहा के भइरहेको छ भनेर। विश्वास त धेरै गर्छ जस्तो छ है। त्यही त जे भन्यो त्यही पत्याउँछन्। पैसा पठाइदिन्छ होला नि? र पठाइरहनु भएको छ। महिनै पछि पैसा आइरहन्छ, चिन्ता लिनै परेन। त्यही पैसाले त हामी मज्जा गरिरहेका छौं नि। सबै कुरा यति सजिलो होला भन्ने सोचेको थिइन। बोसलाई फोन गरेर भन्नु पर्यो तपाईकी श्रीमती अहिले त्यही केटासँग उहाँकै घरमा रमाइलो गरिरहेकी छिन् भनेर। सर, मैले तपाईकी श्रीमतीलाई ट्र्याक गर्दै थिएँ। अहिले उहाँ अर्कै केटासँग छन्। मलाई फोटो पठाइदिनुस् अनि हाम्रो प्लान अनुसार अगाडि बढ्नुस्। सर, त्यही केटाको घरमै केही समयदेखि सँगै छन्, प्रमाण पनि सुरक्षित छ।